यसरी फुटाइदिने। कसैको नजर लागेछ र नजर दोष चाहिँ कसरी उतार्ने त, कुन बार उतारे चाहिँ राम्रो हुन्छ भनेर हजुरहरूलाई चाहिँ म आज देखाउन गइरहेको छु। नजर दोष चाहिँ हजुरहरू कसैलाई पनि लागेको छ भने मङ्गलबार चाहिँ सबैभन्दा स्ट्रङ बार भएकोले चाहिँ हजुरले चाहिँ मङ्गलबार चाहिँ यो काम गर्नुभयो भने हजुरको चाहिँ नजर दोष एकदमै कडा लागेको छ भने पनि हजुरको चाहिँ एकदमै राम्रो हुन्छ है त। यसले चाहिँ एकदमै कारगर काम गर्छ है। त्यो भएर आज म हजुरहरूलाई चाहिँ देखाउन गइरहेको छु। यसमा मैले कागती लिएर आएको छु, नुन लिएर आएको छु र खुर्सानी लिएर आएको छु है। पहिले त हजुरको नुनलाई हजुरले यसरी हातमा लिने, कसैलाई अब हातमा राख्नु मन लाग्दैन भने पेपरमा राखे पनि हुन्छ। मेरो चाहिँ नेगेटिभ कसैले आँखाहरू त्यस्तो लगाएको छ, कसैको नजर दोष म माथि लागेको छ, मेरो बिजनेसमा लागेको छ, मेरो बच्चाहरूको लागेको छ, मेरो बच्चाहरू पढ्दैन, खाना खाँदैन, भनेको मान्दैन, मेरो बच्चाहरूमा पनि यस्तो कुनै नजर दोष लागेको छ भने यो चाहिँ निस्किहालोस्, नजर दोष चाहिँ उत्रिहालोस् भनेर हजुरले चाहिँ सुरुमा चाहिँ एन्टी क्लकवाइज घुमाउने 1 2 3 4 5 6 7 हजुरले ठक 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 गर्ने सबै आफ्नो बडीलाई यसरी होइन सबै ठक ठक गर्नुभयो। त्यसपछि यसलाई चाहिँ हजुरले मैले यहाँ पेपर पनि रेडी गरेको छु, यो पेपरमा मैले राखेँ। फेरि अर्को हजुरले लिएर चाहिँ अब फेरि हजुरले चाहिँ क्लकवाइजमा घुमाउने। अघि मैले यसरी एन्टी क्लकवाइज गरेँ, अब क्लकवाइजमा 1 2 3 4 5 6 7 है। मलाई चाहिँ कसैले नजर लगाएको छ भने म माथि या मेरो छोराछोरी माथि या मेरो छोराछोरी पढ्न मन गर्दैन या हजुरको फेसमा या हजुरको केहीमा पनि नजर लागेको छ भने चाहिँ हजुरले यसरी गर्दै गर्दै अर्कोलाई पनि यसरी नै गराइदिने र आफूले पनि यसरी नै गर्दै यो नुनलाई फेरि राख्ने। अब नुनलाई हजुरले राखिसक्नु भएपछि हरियो खुर्सानी चाहिन्छ है, सुकेको खुर्सानी हुँदैन। हरियो खुर्सानी लिने, पहिले क्लकवाइज गर्ने 1 2 3 4 5 6 7 त्यसपछि एन्टी क्लकवाइज गर्ने। मेरो या मेरो बच्चाको या मेरो बहिनी जो भए पनि नजरहरू लगाएको छ भने सबै जाए भनेर हजुरले यसरी गर्ने। त्यसरी हजुरले खुर्सानी पनि गर्नुभयो, नुन पनि गर्नुभयो। अब कागतीलाई गर्ने 7 ml लाई चाहिँ 1 2 3 4 5 6 7 गरेर हजुरले यता यता सबैतिर आफ्नो बडीतिर सबै गर्नु भइसकेपछि यसलाई चाहिँ हजुरले चाहिँ आफ्नो खुट्टाले क्याच्च पारेर फुटाएर फालिदिने। कसैले नराम्रो ममाथि चाहिँ आँखाहरू लगाएको छ भने चाहिँ यसको चाहिँ यसरी नै नजर चाहिँ उत्रेर जाओस्। यो कागती फुटेर जसरी रस निस्क्यो त्यसरी नै सबै नजर दोष चाहिँ यसरी नै जाओस्। यसलाई चाहिँ हजुरले यसो गरेर ट्याक्क यसरी फुटाइदिने। हजुरले यसरी फुटाइसक्नु भएको कागती र यो नुन सबैलाई एकै ठाउँमा फेरि हजुरले यसरी